सो हेलो एन्ड नमस्ते गाइज। आज चाहिँ फागुन 21 गते अनि आज चाहिँ नेपालभरि चुनाव भइरहेको छ अनि हाम्रो गाउँमा पनि धमाधम चुनाव भइरहेको छ। परिवर्तनको लागि हाम्रो पनि एक भोट जाओ न भनेर हामी पनि मतदान केन्द्रतिर लाग्यौँ। यहाँ चाहिँ सबैजना आफ्नै काममा बिजी थिए अनि म चाहिँ भिडियो बनाउनको लागि। यहाँ त कोही फुर्सदिलो थिएन, सबै आफ्नो काममा व्यस्त थिए। यहाँ कोही फोन चलाइरहेका थिए भने कोही आफ्नो साथीसँग गफ गर्दै थियो भने कसैले आफ्नो काम गरिरहेका थिए। बेरोजगारी र फुर्सदिलो भने त मै मात्र हो क्या हो। मैले बाटामा जाँदा जाँदै एउटा कुरो सम्झेँ, तर के सम्झेँ? ए साँच्चै मेरो त भोट काट्ने पो छैन, भोट हाल्ने पो मिल्दैन त। हेत्तेरी बिर्थिक आएको त्यत्रोबाट, थेरी फर्किनु पर्यो।